पाठापाठीहरू मेन छेर्नुको कारण भनेको माउको दुध बढी भएर अथवा धेरै चिसो भएर पनि छेर्न सकिन्छ। त्यस्तो बेलामा चाहिँ हामीले यिनीहरूलाई राम्रो हेरचाह गर्नुपर्छ, नभए यिनीहरू डिहाइड्रेसन भएर मर्न पनि सकिन्छ। त्यसैले यिनीहरूलाई हामीले धेरै दुध खुवाउनु हुँदैन यो बेलामा। यस्तो बेलामा चाहिँ हामीले यिनीहरूको बेलामा उपचार गरेन भने यिनीहरू मर्न पनि सक्छ। त्यसको लागि माथि स्क्रिनमा दिएको मिश्रणहरूलाई यसरी पिनेर मजाले लेदो बनाएर यसलाई चाहिँ यसरी चिया छान्नेबाट छानेर यसको रस मात्रै निकालेर हामीले यसलाई पाठापाठीहरूलाई बिहान बेलुका गरेर 10 ml को दरले खुवायो भने यिनीहरूको त्यो जुन छेर्ने छ त्यो मजाले ठिक हुन्छ। यो रसलाई यसरी निचारेर हामीले बिहान बेलुका खुवाउनुपर्छ। 3 दिनदेखि 5 दिनसम्म खुवायो भने कम्प्लिटली यो ठिक हुन्छ। धन्यवाद।